Namaste everybody. Welcome to everyone in my YouTube channel. And today I am talking about reincarnation case that happened in India a long time before. It is the case of Shanti Devi, who was and it is one of the most famous and well documented stories of alleged reincarnation in 20th century. Lugdi Devi, who died while undergoing pregnancy, was born again in Delhi, India in 1926. She began claiming at age of at age 4 that she was woman named Lugdi Devi from Mathura city, about 75 miles away from Delhi. She recalled specified details about her past husband. उनले के गर्छिन् भन्दाखेरि उनले उसको पुरानो पुरानो श्रीमानको हिस्ट्री बताइदिन्छन्। उनले भन्छन् कि म यहाँको दिल्लीको होइन, म मथुराको हो भन्छन्। मैले नेपालीबाट पनि तपाईहरुलाई बुझाइदिन्छु। which were investigated by a commission appointed by महात्मा गान्धी. महात्मा गान्धीको पालामा भएको कुरा हो यो। महात्मा गान्धीले पनि यसको अनुसन्धान गरेर प्रुभ गरेको कुरा हो। अब यहाँ शान्तिको क्लेम सुनौँ हामी। शान्तिको क्लेम के थियो एज 4 मा भन्दाखेरि 4 वर्षको उमेरमा शान्तिको क्लेम के थियो हेरौँ। एट 4 years old, Shanti Devi told her parents that her real husband and home were in Mathura. उनको साँच्चीकै पति, पूर्वजन्मको पति भनौँ, तर उनले यो जन्ममा पनि बिहे गरिनन् उनलाई नि सम्झेर। यहाँ होइन, दिल्लीमा होइन, उनको पूर्वजन्मको पति दिल्लीमा छैनन्, मथुरामा छन् र मेरो घर पनि मथुरामै छ भनिन् उनले। अर्को के भनिन् भन्दाखेरि कसरी भेरिफिकेसन भयो भन्दाखेरि पास्ट लाइफ डिटेल भनेको छ। यहाँ डिटेलमा उनले के भनिन् सुनौँ। यहाँ म भन्छु। She recalled being married to a cloth merchant named Kedarnath and having a son, dying in childbirth in 1925. उनले कपडा व्यापारी केदारनाथ चौबेसँग बिहे गरेकी थिइन् पूर्वजन्ममा र एकजना छोरालाई जन्म दिने क्रममा उनी मरेकी थिइन् 1925 मा भनेको छ। र अर्को के भनेको छ, हर स्कुल भेरिफिकेसन। स्कुल भनेको उनको स्कुलबाट कसरी प्रमाणित भयो भनेर, अ टिचर एट स्कुल ट्र्याक डाउन अ मर्चेन्ट in Mathura with the exact name, confirming that his wife Lugdi had recently died. स्कुलको प्रिन्सिपलले चाहिँ यो कुरा के गरे भन्दाखेरि उनको श्रीमानलाई भेटाए मथुरामा, केदारनाथ चौबे नाम गरेको मान्छेलाई भेटाए र उनले के गरे भन्दाखेरि उनले थाहा पाए कि केदारनाथ चौबे भन्ने मान्छेको बुढी चाहिँ चाइल्ड बर्थ गर्ने बेलामा चाहिँ मरे कि भन्ने थाहा पाए भनेको छ। र अब यो अर्को हस्बेन्ड्स भिजिट भनेको केदारनाथ चौबेलाई यो पत्र स्कुलको हेडमास्टरले दिए र त्यसपछि के भयो भन्दाखेरि त्यो पत्र पाएपछि ठ्याक्कै मेरै बुढी जन्मेकी रहेछ फेरि भनेर केदारनाथ चौबे चाहिँ कहाँ जान्छन् भन्दाखेरि त्यो शान्ति देवीको अहिलेको घरमा जान्छन्। उनका नाम चाहिँ लुग्दी देवी हुन्छ पूर्वजन्ममा। यहाँ के भनेको छ हेरौँ।
When her former husband visited her in Delhi, she recognized him immediately and accurately answered private question about their past life together. जब उनको पूर्वजन्मको पति उनको केदारनाथ चौबे शान्ति देवीको घरमा गए, त्यतिखेर शान्ति देवीले केदारनाथ चौबेलाई चिनिन्, मेरो बुढा भनिन् र उनीहरू बीच भएको प्राइभेट कुरा पूर्वजन्मको सबै भनिन्। र के हुन्छ भन्दाखेरि उनले के भन्छन् भन्दाखेरि तिमीले त मसँग बिहे गरेर फेरि म मऱ्यो भने फेरि बिहे नगर्ने भनेका थियौ, तर फेरि किन बिहे गर्यौ भन्छन्। हो त्यस्तो भनेको छन्। कस्तो लाग्यो तपाईँहरूलाई यो पुनर्जन्मको घटना? अहिले भने यति नै, अर्को घटना लिएर आउनेछु। यसरी पुनर्जन्मको घटना घट्छ। ल हवस् त, धन्यवाद।